जसरी हुन्छ एनी हाउ घन्टीलाई जिताऊ अभियान चाहिँ अब हाम्रो लागू छ र धादिङवासीलाई पनि यही अनुरोध गर्न चाहन्छु है त ल बाजे र बालेन शाहको धमेकेदार जुन यो प्रतिस्पर्धा पर्दैछ नि के छ कसले जित कसको होला जित त बालनजीकै हुन्छ त्यो त होइन त्यो त थाहा भएकै कुरा हो अब त्यो नयाँलाई साथ दिनुपर्छ सबैजनाले बालेनले कसरी जित्छन् कुन आधारमा भन्दै हुनुहुन्छ भन्नुहोस् त अनि आशिका तामाङले धादिङ क्षेत्र नम्बर 1मा के आधार छ र जित्ने अब चुनाव भनेकै कि त जितिन्छ कि त हारिन्छ के भाइ यो मैदान हो के टोयलेट बन्छ हरियाली हुन्छ फुल फुल्छ त्यहाँ चाहिँ धेरै विकास हुन्छ बाटोघाटो नबनेका 15 वर्षदेखि नबनेका बाटोघाटो बन्छन् धारामा के अरे धारा छ के अरे ऊ छ टुटी छ होइन पानी आउँदैन त्यस्तो राबाट पानी आउँछ त्यो म यो हो फलानु आशिका तामाङ हो भनेर मैले चिनाउनु पर्दैन यो माटोले यो धुलोले यो हावाले यो पातले सबैले आशिका तामाङले चिनेको बुझ्नु भयो नि कुनै एउटा मैले हिजो कुनै 5,000 अथवा चाहिँ 2,000 अथवा 2 जना मान्छेलाई सहयोग गर्न सक्थेँ भने आज मैले 3 करोड जनताको लागि प्रतिनिधित्व गरेर मैले काम गर्न सक्छु के यो पनि समाज सेवा हो नि त राजनीति के चाहिँ रहेछ भन्ने अनुभव गर्नु तपाईँ ठ्याक्कै अनुभव गर्नै पाएको छैन बल्ल बल्ल छिरिरहेको छु टिकट ल्याएको 2 दिनमा मैले राजनीतिज्ञ भए त म 2 दिनमा त म राजनीतिज्ञ हुन्न होइन तर एउटा सामाजिक काम गर्ने मान्छे चाहिँ राजनीतिकमा नआएको आउँछ त धादिङ क्षेत्र नम्बर 1मा आशिका तामाङले चुनाव लड्दैछ यो सबैलाई अवगत भएकै कुरा हो अहिले चाहिँ अब यो चुनावी रणनीति चाहिँ हामीले कसरी बनाएर अगाडि बढ्ने एउटा प्लान योजनाबद्ध रूपमा हामी कसरी चाहिँ चुनावी प्रचारमा चाहिँ प्रसार गर्ने भन्ने कुरामा चाहिँ हामी चाहिँ कुरा हाम्रो डिबी अर्यालज्यूसँग चाहिँ कुरा भएको अब तपाईँले धादिङको क्षेत्र नम्बर 1मा त्यसलाई घन्टी बजाउँदै हुनुहुन्छ हजुर बजिरहेको छ अहिले पनि बजिरहेको छ अब त्यो बज्छ क्षेत्र नम्बर 1 मात्र होइन 2 मा पनि बज्छ यसपालि ल हजुर कसरी बज्छ भन्नुहोस् न तपाईँको त्यहाँ सम्भावना कस्तो हो त्यो चाहिँ त्यहाँको जनताहरूले बजाएपछि बज्छ भाइ त्यो बज्छ तर दिदी तपाईलाई देखेपछि त त्यहाँको मतदाता पनि कति डराउनु भएन डराउनु किन डराउनु अब त्यहाँ त मैले धादिङलाई बनाउनको लागि चाहिँ मैले होइन धादिङमा भएका केही व्यतिथिहरू थिए त्यसलाई व्यतिथि हटाएर राम्रो बनाउनको लागि क्लिन एकदम सफा धादिङ बनाउनको लागि म लागेको थिएँ नि त म त पहिला सामाजिक अभियन्ता थिएँ अब सामाजिक अभियन्ताको काम धादिङ मात्रै होइन कि नेपालभरि नै मैले चाहिँ कसरी हुन्छ सफा हरेक किसिमबाट भ्रष्टाचारबाट चाहिँ भ्रष्टाचार फालेर सफा गर्ने देश कि होइन बाटामा फोहोर नफालेर चाहिँ देश सफा गर्ने कि कसरी हुन्छ त्यसरी म लागिरहेको थिएँ त्यही अभियानमा अब कहिले कहिले अब आवेगमा आयो अब चाहिँ आशिका तामाङ आवेगमा आएर कहिले त्यस्तो कुरा गर्दैन तर चाहिँ दिदी काठमाडौँमा पनि उठ्ने चर्चा थियो स्वतन्त्र उठ्ने कुरा थियो अनि एकासी राजसभासँग जोडिएर धादिङमा उठ्ने चाहिँ कसरी भयो त्यही त अब कुरा त अब हाम्रो बालनजी पनि क्षेत्र नम्बर 2 बाट उठ्ने कुरा थियो होइन उहाँ पनि यहीँ काम गर्नुभयो मान्छे किन चाहिँ उहाँ झापा क्षेत्र नम्बर 5 मा जानुभयो त त्यही कुरा हो कि आफ्नो ठाउँ आफै बनाऊ सबैजना अभियन्ताज्यूहरू अब जति पनि देश बनाउने भनेर युवाहरू अगाडि बढ्नु भएको छ आफ्नो ठाउँमा गएपछि अनि म मात्रै लाजले यहाँ धादिङमा के अरे काठमाडौँमा उठ्ने कुरा आएन नि म पनि त मेरो ठाउँ बनाउनु पर्छ भनेर त्यसरी चाहिँ म गएको होइन राजसभाबाटै चुनाव लड्ने चाहिँ कसरी सोच गर्नु अब यस्तो म चाहिँ स्वतन्त्र भएर उठ्छु भनेर मैले भनेको थिएँ तर अब स्वतन्त्र भन्दा नि स्वतन्त्र पार्टीबाटै उठौँ राजसभा नै स्वतन्त्र नै हो क्या स्वतन्त्र पार्टी नामको नामै स्वतन्त्र पार्टी छ त त्यसमा चाहिँ सबै युवाहरूको आवाज सुनिने एउटा कुनै एउटा पार्टी छ नेपालमा भन्दा त्यो भनेको चाहिँ राजसभा राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहको धमेकेदार जुन यो प्रतिस्पर्धा पर्दैछ नि के छ कसले जित कसको होला जित त बालनजीकै हुन्छ त्यो त होइन त्यो त थाहा भएकै कुरा हो अब त्यो नयाँलाई साथ दिनुपर्छ सबैजनाले बालेनले कसरी जित्छन् कुन आधारमा भन्दै हुनुहुन्छ भन्नुहोस् त अनि आशिका तामाङले धादिङ क्षेत्र नम्बर 1मा के आधार छ र जित्ने अब चुनाव भनेकै कि त जितिन्छ कि त हारिन्छ के भाइ यो मैदान हो के एउटा रणभूमि हो होइन सत्य छ जनताले चाहिँ होइन सत्यलाई चाहिँ अब कसरी सही मान्छेलाई सही युवालाई चाहिँ कसरी अगाडि बढाउने भन्नेमा सबैजना अग्रसर हुनुहुन्छ त्यो त बुझिया छ अहिले सबैजनाले बुझ्नु त गलत गरे झापामा गएर केपी ओलीसँग दुश्मनी साधे भन्छन् नि के हो होइन अब उहाँको विषयमा चाहिँ म अब त्यति टिका टिप्पणी गर्न चाहन्न होइन उहाँले चाहिँ जे झापाले खोजेको
अबको पहिलाको झापाले पहिला आजभन्दा पञ्चायतकालदेखिबाट झापाले केपी शर्मा ओलीजीलाई खोजेको थियो, अहिले चाहिँ बालनज्यूलाई खोजेको छ। त्यही हो। भयो नि राष्ट्रपा कार्यकर्तामाथि एमाले कार्यकर्ताले कुटपिट गरेछ। हजुर हजुर। अब त्यसमा अब यो चुनावमा यस्तो हुँदो रहेछ, त्यहाँ त यहाँ पनि मेरो नि विरोध भइरहेको थियो होइन। त्यो चाहिँ अब टिकट नपाएपछि अथवा चाहिँ दोस्रो अर्को विपक्षीले चाहिँ त्यस्तो गर्ने यहाँ चलन रहेछ, त्यो चाहिँ व्यथित हो, त्यो चाहिँ अन्त्य हुनुपर्छ हो। अब त्यो चाहिँ सिक्दै गएपछि पढ्दै गएपछि होइन, मलाई चाहिँ कस्तो भने भोगाइले चाहिँ भाइ अब यसरी ल्याएको छ। अब भोग्दै जाने सिक्दै जाने त्यो क्रममा मलाई चाहिँ अब कामले चाहिँ मलाई त्यस्तो गरेको छ, लिएर आएको छ। मलाई सायद सिकाउँछ होला जस्तो लाग्छ मलाई। जस्तो समाजसेवा गरिरहेको व्यक्ति चाहिँ एकाएक राजनीतिमा आउँदाखेरि चाहिँ राजनीतिमा टिकट लिइसकेपछि राजनीति के चाहिँ रहेछ भन्ने अनुभव गर्नु तपाईँले ठ्याक्कै? अनुभव गर्नै पाएको छैन, बल्ल बल्ल छिरिरहेको छु। टिकट ल्याएको 2 दिनमा मैले राजनीतिज्ञ भए त म 2 दिनमा त म राजनीतिज्ञ हुन्न होइन। तर एउटा सामाजिक काम गर्ने मान्छे चाहिँ राजनीतिकमा नआए को आउँछ त? समाज बुझेको, समाज भिजेको, समाजलाई कसरी अगाडि बनाउने, समाजमा भएको व्यथिति कसरी हटाउने, भ्रष्टाचार कसरी हटाउने एउटा समाजसेवीलाई नै थाहा हुने हो क्या त्यो कुरा चाहिँ। भित्री कुरा थाहा हुन्छ। अब चुनावमा धेरै चलखेल हुन्छ, रणनीति के हुन्छ त्यो कुरा मलाई थाहा छैन होइन। त्यो कुरालाई अब सिक्दै जाउँला होइन। अनि त्यो कुरा चाहिँ समाजसेवीले नै गर्ने हो क्या। समाज के यो राजनीतिकमा आउनु भनेको समाज सेवाको उच्चतम बिन्दु हो क्या भाइ, बुझ्नुभयो नि। कुनै एउटा मैले हिजो कुनै 5,000 अथवा चाहिँ 2,000 अथवा 2 जना मान्छेलाई सहयोग गर्न सक्थेँ भने आज मैले 3 करोड जनताको लागि प्रतिनिधित्व गरेर मैले काम गर्न सक्छु के? यो पनि समाजसेवा हो नि त। धादी क्षेत्रमा एकबार चुनाव लड्यो, धादी क्षेत्रमा एकबार चुनाव लड्यो, धादी क्षेत्रमा एकबार चुनाव लड्दै हुन्छ। धादी क्षेत्रमा एकको जनतालाई कसरी चाहिँ तपाईँले टिकटको भोटको लागि अपेक्षा गर्नुहुन्छ, कसरी पगाल्नुहुन्छ जनताको लागि ठ्याक्कै हुन्छ? उहाँहरूलाई पगाल्नै पर्दैन। उहाँहरूले मैले के गरिरहेको छु मोमेन्ट्सहरू होइन। म जर्मनी फर्केर आइसकेपछि मैले जति पनि काम गरिरहेको मोमेन्ट्सहरू उहाँले देख्नु भएको छ। जेनजी आन्दोलनमा आशिका तामाङ के हो भनेर चिनिसक्नु भएको छ होइन। त्यो म यो हो फलानु आशिका तामाङ हो भनेर मैले चिनाउनु पर्दैन। यो माटोले, यो धुलोले, यो हावाले, यो पातले सबैले आशिका तामाङलाई चिनेको छ हो। त्यो टुरिस्टले भन्नुभएको छ उहाँहरू। अब कसले भन्नुभएको त्यस्तो? तपाईँले भन्नुभयो कि अरूले? धादिङले त भन्नुभएको छैन होइन, विरोध गर्नु भयो होइन। उहाँहरूको कस्तो भने पार्टीभित्र चाहिँ अब त्यसरी आकाङ्क्षी जुन हुन्छ नि उम्मेदवार पनि हुँदो रहेछ भने त्यो मलाई थाहा थिएन। अनि उहाँहरू एकैछिन अब हिजोसम्म मैले टिकट पाउँछु भने ढुक्क परे बसेको मान्छे एउटाले आएर लग्यो भन्ने त्यस्तो परेको। त्यो त त्यही दिन एकछिनमै हामी कोजी रेस्टुरेन्ट चाहिँ उहाँ गएर गरेर मिटिङ बसेर त्यो छलफल गरेर हात समातेर ल अब है आशिका तामाङलाई नै उठाउने भनेर मलाई जसले यहाँ भन्नुभएको थियो जो मिलिसक्यो पक्का होइन पक्का कसरी बुझ्न सक्छ सारेदेखिबाट धादिङमा भनौँ त्यो तपाईको अलि आलोचना भयो होटल व्यवसायसँग अलिकति आलोचना थियो त्यसलाई कसरी हुन्छ होटल व्यवसायीहरुले देला नि त तपाईलाई यस्तो के बासी भात बेच्न हुँदैन बासी भात बेच्यो भने हाम्रै धादिङको चाहिँ बिजेत हुन्छ म इज्जत बताउन गएको हो क्या धादिङको बुझ्नुभयो नि पहिलेदेखि कसरी हुन्छ यो धादिङलाई सफा बनाउनु पर्छ यहाँ चाहिँ कुनै पनि दाग लाग्नु हुँदैन यहाँ कुनै 1 रुपैयाँ पैसा पनि लुटतन्त्र हुँदैन होइन कुनै एउटा भ्रष्टाचार हुन्न त्यो भन्ने कुरा म लागिरहेको थिएँ नि त होइन त्यो क्रममा चाहिँ अब त्यो भयो कुनै घटनाहरू त्यस्तो क्रममा काम गर्दै जाँदाखेरि राजनीतिमा नि हुन्छ नि सामाजिक काम गर्ने मान्छेले मात्रै हुने होइन नि त होइन यो कुरालाई चाहिँ अब मैले अब कुनै ठाउँमा आवेगमा आएको कुराहरू मैले माफी पनि मागिसकेँ होइन अबबाट म त्यस्तो गल्तीहरू गर्दिनँ एकदम संयम भएर त्यो कामहरू गर्छु ल बच्चा घन्टी बच्छ ल घन्टी बच्छ काम के हुन्छ त्यहाँनिर सुरुवातमा भनौँ तपाईँ जितिसकेपछि धादिङवासीलाई के गर्नुहुन्छ सानोबाटै सुरुवात गर्नुपर्छ भनिन्छ नि त त्यो सानैबाट रोडबाट हुन्छ मेरो सुरुवात बन्छ सार्वजनिक शौचालयहरू टोयलेट बन्छ हरियाली हुन्छ फुल फुल्छ त्यहाँ चाहिँ धेरै विकास हुन्छ बाटोघाटो नबनेका 15 वर्षदेखि नबनेका बाटोघाटो बन्छन् धारामा के अरे धारा छ के अरे उ छ टुटी छ होइन पानी आउँदैन त्यस्तो राबाट पानी आउँछ सबै हुन्छ क्या बिस्तारै हुन्छ पहिला बन्न त देऊ न भाइ अब बाथरुम र अब डस्टबिनहरुको खाँचो छ पहिला त तपाईले भन्दिनुस् हो त्यो पोलमा डस्टबिन झुन्डिन्छ सबै मेरो प्लानिङहरु छ के त्यति मात्रै हैन त्यहाँको मान्छेलाई हैन बासी भातको त अन्त्य भइसक्यो धादिङमा छैन त्यस्तो अहिले इच्छा कामरा गाउँपालिकासम्म धादिङमा तपाईले जानुस् तपाईले तातो भात खान पाउनुहुन्छ अहिले हेर्नुस् है म आफै भिजिट गरेको हैन टुपी अनि धार्केतिर तपाईको उतिखेर गएपछि मात्रै ल
ल आइस्का दिदी आउनुभयो म आएको दिनमा म छड्के चाहिँ गर्न जाँदाखेरि नि उहाँहरूले अहिले तपाईँहरू गएपछि मात्रै तातो तातो भात दिनुहुन्छ होइन त्यो अब त्यो कस्तो भने धुलो फोहोर मैला त्यो किन भन्दा त्यो बाटो पनि त बनाएको छैन नि त होइन उहाँहरूलाई मात्रै दोष दिने कुरा आउँदैन कि अहिले उहाँहरू एकदम सचेत हुनुहुन्छ कसैले पनि कुहिएको बासी भात अथवा त्यस्तोहरू बेच्नुहुन्न एकदम राम्रो हुन्छ होइन त्यो कुरा भन्न चाहन्छु चुनावमा पैसाको अलिकति खेलखाल हुन्छ हजुर पैसा पेलिन्छ भन्ने कुरा गर्छ यसलाई कसरी हेर्नु भएको छ अब खर्च चाहिँ हुन्छ अब हिँड्दाखेरि अब कोही मान्छे चुनावीमा प्रचारमा हिँड्दाखेरि होइन तपाईँको अब मसँग हिँड्ने मान्छे 50 जना हुनुहुन्छ अनि उहाँलाई भोकभोकै लिएर हिँड्न मिल्यो त मिलेन नि त उहाँलाई खुवाउनु पर्यो चिया एटलिस्ट पानी एउटा मिनरल वाटर भए पनि दिनु पर्यो चिया खुवाउनु पर्यो अलिकति खाजा भए पनि खुवाउनु पर्यो होइन त्यस्तो कुराहरू खर्च चाहिँ हुन्छ भाइ तर त्यो तपाईँको पैसा दिएर चाहिँ तपाईँले भोट किन्छु भन्ने त्यो चाहिँ हुँदैन त्यो चाहिँ अन्त्य भइसकेको छ धादिङमा त्यस्तो हुँदैन जस्तो मलाई लाग्छ चितवनमा अब चितवन क्षेत्र नम्बर उताको कुरा नरौँ भाइ मलाई एकदम हतार छ कि 2 मिनट भरेर 10 मिनट तपाईँ के भन्नुहुन्छ अन्तिममा धादिङका जनतालाई के भन्नुहुन्छ धादिङ एक नम्बरवासीलाई म के भन्न चाहन्छु 1 नम्बर र 2 नम्बरवासीलाई के भन्न चाहन्छु भन्दा घन्टीलाई जिताउँ होइन अब भोट केमा घन्टीमा होइन अब जसरी हुन्छ एनी आऊ घन्टीलाई जिताऊ अभियान चाहिँ अब हाम्रो